नमस्ते, म एमडिआरटी लाइफ मेम्बर धर्मराज भण्डारी। म आज फेरि धेरैवटा भिडियो बनाइरहेको छु। आज एकल बिमा शुल्कको निकै भिडियो बनाइरहेको छु। एकल बिमा शुल्क अहिले निकै प्रचलनमा आएको छ, किनभने ब्याङ्कमा चाहिँ 1-2% भन्दा ब्याज नभएको कारणले हामीसँग 6.4 न्यूनतम ब्याज भएकोले तपाईँ 7 वर्ष राख्नुभयो भने पनि 64/1000 ब्याज छ अहिले यो एकल बिमा शुल्कको। यो ब्रोसर म देखाउँछु। र तपाईँ ब्याङ्कमा यदि पैसा छ भने हामीसँग ल्याउनुभयो भने ब्याङ्कभन्दा 3 गुणा हामी ब्याज दिन्छौँ र तपाईँले राखेको पैसाभन्दा हामी बढी थपेर दिन्छौँ। तर ब्याङ्कले तपाईँले राखेको पैसाभन्दा थपेर कहिले पनि दिँदैन। म त्यसको बारेमा एउटा व्याख्या गर्न गइरहेको छु। तपाईँको राख्ने आफ्नो क्षमता अनुसार हुन्छ, घटी बेसी पनि तपाईँ राख्न सक्नुहुन्छ। तर मैले एउटा चाहिँ यहाँ निर्धारण गरेको छु र मैले 10 वर्षको लागि एउटा एकल बिमा शुल्कको बारेमा यहाँ व्याख्या गर्न गइरहेको छु। तपाईँको उमेर कति चाहिन्छ भन्दा 18 वर्षदेखि 60 वर्षभित्रकोले चाहिँ हामीले यो एकल बिमा शुल्क गर्न सक्छौँ। कतिपय बिमितहरूले यसलाई अथवा अभिकर्ताले चाहिँ यसलाई आफ्नो बिमितलाई ट्याकलमा ल्याउन फिक्स डिपोजिट भनेको छ। यो फिक्स डिपोजिट होइन है, एकल बिमा शुल्क हो। फिक्स डिपोजिट भनेको मुनाफामा सरिक नहुने हो। यो एकल बिमा भनेको मुनाफामा सरिक हुने बिमा हो। यो भनेको तपाईँ आज 64 छ, 66, 68 भयो भने त्यही अनुसारले थपेर पाउनुहुन्छ। तर फिक्स डिपोजिटमा आज 64 छ भने त्यति मात्रै पाउनुहुन्छ। कतिपय अभिकर्ताले बुझ्नुभएको छैन भने त्यो कुरा मसित सिक्नु होला है। बुझ्नु भएको छ भने त्यस्तो कुरा फिक्स भनेर नलेख्नुहोस्, बुझ्नु भएको छैन भने मसित सिक्नुहोस्। यदि कानुनी भाषा तपाईँलाई चाहिन्छ भने म सिकाइदिन्छु। त्यही भएर त्यस्ता ठगी अभिकर्ताको पछाडि पनि नलाग्न म अनुरोध गर्दछु। नेसनल लाइफको फिक्स डिपोजिट प्लान छैन, एकल बिमा शुल्क मात्र छ र कम्पनीको ब्रोसर पनि यही हो। यो बाहेक यदि तपाईँलाई कसैले फिक्स भनेर देखाउँछ भने त्यो फिक्स डिपोजिटको ब्रोसर माग्नु होला, होइन भने यही ब्रोसर मात्र हो तपाईँलाई म देखाउँछु। यो ब्रोसर बाहेक कम्पनीले कुनै पनि ब्रोसर छापेको छैन एकल बिमा शुल्कको लागि। त्यही भएर म तपाईँलाई पटक पटक अनुरोध गर्छु, यदि तपाईँसँग कसैले फिक्स भनेर बेचाएको छ भने त्यो फिक्स डिपोजिटको ब्रोसर माग्नु होला, होइन भने यो मात्र छ एकल बिमा। कम्पनीले कहिले पनि आफ्नो अभिकर्तालाई गलत कुरा सिकाउँदैन। त्यही भएर सामाजिक सञ्जालमा गलत कुरा राख्ने, म यति छुट दिन्छु उति छुट दिन्छु भनेर व्याख्या गर्ने त्यो गलत कुरा है। कम्पनीले दिएको छुटलाई नै हामीले छुट दिने हो, हामीले व्यक्तिगत गोजीबाट कसैले दिएको हुँदैन। त्यही भएर बिमितलाई चाहिँ एट्र्याक्सन गर्ने, आफ्नो बसमा ल्याउने, भ्रम फैलाउने गर्दाखेरि अहिले यो नेपाल बिमा प्राधिकरणले चाहिँ यो आचार संहिता ल्याएको छ। यो आचार संहिता पूर्ण रूपमा लागू गराउने हामी पक्षमा छौँ साउनदेखि। र जति पनि झुट बोलेका अभिकर्तालाई पक्कै पनि बिमा प्राधिकरणले स्पष्टीकरण पनि सोध्ने अवसर गर्दैछ जस्तो लागेको छ हामीलाई। र मैले एउटा यहाँ एकल बिमा शुल्क एकपटक बुझाउने हो, त्यसमा केही धेरै बढाइ चढाइ गरेर हामीलाई लेख्नै पर्ने छैन। तपाईँ 7 वर्षको लागि न्यूनतम लिन सक्नुहुन्छ, 8, 9, 10 जति पनि आफ्नो अवधि छानेर लिन सक्नुहुन्छ। र मैले यहाँ 10 वर्षको लागि एउटा बिमा शुल्क निर्धारण गरेको छु। बुझाउनु पर्ने 75 लाख। हेर्नुहोस्, तपाईँले बुझाउनु पर्ने 75 लाख, बिमाङ्क 86 लाख हुन्छ। यो बिमाङ्क भनेको तपाईँले 75 लाख बुझाएर कहिले पनि ब्याङ्कले 86 लाख दिँदैन है, यो बिमामा मात्र हो। तपाईँले यदि 86 लाखै राख्नुहुन्छ भने ब्याङ्कमा 86 लाखै बुझाउनुपर्छ। तर तपाईँले 75 लाख बुझाएर पनि हामीसँग 86 लाख रुपियाँको कागज, 86 लाख रुपियाँको सुविधा, जोखिम वहन 1,72,00,000 जति बिमा हुन्छ त्यति डबल सुरक्षा हुन्छ। तपाईँले यदि 75 लाख बुझाउनुहुन्छ भने 86 लाखको हामी कागज बनाएर दिन्छौँ, 1,72,00,000को जोखिम दिन्छौँ। फिर्ता कति दिन्छौँ त भन्दाखेरि आजको बोनस रेटमा, म नेसनल लाइफको अग्रणी जीवन बिमा कम्पनीबाट बोल्दैछु, आजको बोनस रेटमा तपाईँले 1,41,00,000 रुपियाँ पाउनुहुन्छ 10 वर्षमा, क्लियर हिसाब। र ब्याङ्कमा यति पाउनुहुन्न। र त्यही भएर तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, यदि हामीले भनेका कुरा स्पष्ट बुझ्न चाहनुहुन्छ भने हाम्रो वाट्सएपमा दिएका नम्बरहरू फलो गर्न चाहनुहुन्छ भने, अथवा बिमा सम्बन्धी धेरै कुराहरू बुझ्न चाहनुहुन्छ भने, म कहिले पनि सामाजिक सञ्जालमा गलत कुरा लेखेर हिँड्दिनँ। जे कुरा यथार्थ छ त्यो कुरा भनिदिन्छु। र आफ्नो बसमा बिमितलाई पार्न कतिपय अभिकर्ताले ठगी गरेको पनि हामीले पाएका छौँ। म यति छुट दिन्छु उति छुट दिन्छु, त्यो गलत कुरा हो। त्यसको पछाडि तपाईँ लाग्नुभयो भने फस्नुभयो। सबैभन्दा संसारमा फस्ने भनेको बिमामा हो। त्यो के हो भने झुटो कुरा बोल्ने, चिप्लो बोल्ने, यस्तो गर्छु उस्तो गर्छु भनेर बोल्नुभयो भने, मेरो जस्तो खरो कुराहरू सुन्नुभयो भने तपाईँ पक्कै पनि सही बाटोमा जानुहुन्छ। यदि
भिडियो हेर्नु भएन, अन्त्यसम्म बुझ्नु भएन भने तपाईँ पक्कै पनि काहीँ न काहीँ गएर फस्नुहुन्छ। त्यही भएर तपाईँलाई सचेत बनाउनको लागि हामीले यो ज्ञान मानवीय सेवाको लागि प्रदान गरेकोले यसको लागि तपाईँ यदि हामीसँग जोडिन चाहनुहुन्छ अथवा बिमा सम्बन्धी अन्य कुरा बुझ्न चाहनुहुन्छ भने पनि मेरो वाट्सएपमा दिएको नम्बरमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ।